बिहानमा चाहिँ कति हतार हुने साथीहरू होइन। बिहान मैले छिटो यो भुँडी र आलुको तरकारी बनाएर अनि बेबीलाई खुवाएर पठाएको छु कि साथीहरू। अनि मैले सुरुमा के गरेँ भने पानी र अनि टमाटर अनि आलु सबैकै एकै ठाउँमा हालेर सिटी लगाइदिएँ। अनि सिटी पनि लगायो साथीहरू। अनि त्यसपछि मैले जान्न थालेँ। मैले पहिल्यै भुटेर पकाउँदाखेरि मिठो नलाग्ने, पछि झान्दा चाहिँ मिठो लाग्छ कि मलाई चाहिँ। अनि त्यसपछि मैले यहाँ अक्रङ बक्रङ सबै हालेँ। अनि लसुन अदुवा सबै राखेँ। अनि त्यसपछि आलु पनि अघिको आलुलाई पनि राखेँ साथीहरू। अनि त्यसपछि त्यो गेडागुडीको झोललाई पनि राखेँ। अनि बुक्लो 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 उमालिसकेपछि धनियाँ पनि राखेँ साथीहरू। अनि मेरो यो तरकारी रेडी भइसक्यो साथीहरू। हेर्नु त हेर्दै खाम जस्तो भइसकेको छ। अनि मैले बेबीलाई चाख्नको लागि पनि दिएँ साथीहरू होइन। अनि बेबीले चाहिँ तातो छ भने नि एकछिनपछि खान्छु मामु भन्यो। अनि त्यसपछि मैले चम्चाले झिकेर अनि खुवाउन लागेको। अझै पनि तातो छ भने तर खाइन्, तर नुनसुन सबै कुरा आएको छ भने। अनि तर यिनलाई मैले भात खाना दिएँ साथीहरू। भात पनि खाइन्। अनि अलिक सुक्खा भएछ क्या। अनि फेरि मैले तरकारी थपिदिएँ। अनि फेरि खाइन्। अनि मिठो भयो मामु भनेन। यता फेरि दादालाई यिनले जिस्काइछन् फेरि माम खाएको देखेर। अनि के गरी के भनेको अनि हाँस्छिन् फेरि। अनि मैले बेबीलाई चाहिँ छिटो रेडी गरेर स्कुल छोड्न गएँ साथीहरू। अनि सानो बेबीले चाहिँ यहाँ बिस्कुट किनेर खाइबेन कि 25 रुपियाँको। यिनलाई त दिनदिनै चाहिन्छ क्या पैसा। अनि त्यसपछि अनि बेबीको भ्यान पनि आउन लाग्यो साथीहरू। हामी हेरिराखेको थियौँ उताबाट ठ्याक्कै बेबीको भ्यान आयो। अनि बेबीको भ्यान आयो, बेबी चढिन् गाडीमा। अनि मैले ढोका सोका लगाइदिएँ। अनि त्यसपछि बेबीलाई पठाएर हामी कतातिर लाग्यौँ साथीहरू।